हेलो गाइज गुड मर्निङ सबैजनालाई 8 बजे उठ्ने बेला भयो मेरो चाहिँ काम हुँदा छिटै उठ्छु। यो लाइट चाहिँ मैले राति पनि बालेर सुत्छु क्या, एक्लै डर लाग्छ त्यही भएर। हेर्नु त म कति खुसी हुँदैछु किनकि बाहिर घाम लागेर चाहिँ कस्तो चर्को घाम लागेछ हेर्नु त। मैले झ्यालबाट देखाएको मस्तले घाम लागेछ। बिहान चाहिँ यस्तो मस्तले घाम लाग्छ, दिउँसो चाहिँ 2-3 बजेदेखि के हुन्छ कुन्नी अँध्यारो हुन थाल्छ। हल्लुमान मस्तले घाम लागेर चाहिँ हेर्नु न, त्यही भएर तपाईँहरूलाई पनि देखाउँदैछु कस्तो मजाले घाम लागेको। अब मैले पानी तताएँ, बिहान चाहिँ मनतातो पानी र चिया सिड खान्छु कि मैले, तर जति चिया सिड खाएँ नि दुब्लाउने चाहिँ कुरै भएन कि मबाट चाहिँ। म खाना चाहिँ खाँदिनँ गाइज होइन, तर पानी मात्र पिए पनि मोटाउँछु क्या म। अब मैले चिया सिड खाएछु कि पानी खान लागेको, त्यो कालो कालो दाना चाहिँ चिया सिडको है, फेरि के खाइ नभन्नु नि फेरि। अब यो बेलुका मस्काएर राखेको भाँडा हो, भित्र राख्न लागेको। मलाई लास्टै झ्याउ लाग्छ यो भाँडा कुरा भित्र राख्न चाहिँ। खाना पकाउन सरसफाइ गर्न भाँडा मस्काउनु चाहिँ मलाई खासै त्यस्तो गाह्रो लाग्दैन, यो भाँडाकुँडाहरू भित्र राख्नु चाहिँ लास्टै झ्याउ लाग्छ हौ मलाई चाहिँ। अब मैले भाँडाकुँडा राखिसकेँ, अब बाहिर एलोभेरा हेर्न जानु लाग्यो कि। मैले अघि पानी हाल्दै थिएँ, अनि यो एलोभेरा हेर्नु त एउटा मात्र छ मेरो गमला, पहिले 2-4वटा थियो, अनि त्यहीँ लुगा सुकाउनु पर्थ्यो, अनि हटाइदिएको मैले, अहिले चाहिँ छैन। अब तरकारी के पकाउनु भनेर सोचिरहेको छु कि। अब बजार जाऊँ भने 10-11 बजिसक्यो होइन, लगभग पसलहरू बन्दै हुन्छ, खाना खानु गएको हुन्छ नि त। अब खानासाना गोली मार, तरकारी सरकारी गोली मार, अब लुगा धोएर मात्र खाना जाब जतिखेर खाँदा नि हुन्छ नि भनेर। अब कपाल सपाल कोरेर अनि काँटा हेर्नु नि दाँतै छैन दाँत छैन पनि। अब हेडफोन लाएर लुगा धुन लागेको, लुगा धोइसकेँ गाइज। अब चाहिँ